आलापलाई देख्यौ? देखिन त मैले। तिमीले आलापलाई देख्यौ? देखिन। सुरताई, तपाईले आलापलाई देख्नुभयो? के को आलाप हो? जतिखेर पनि आलापलाई खोजेर हुन्छ? खै एकछिन सेल्फी लिऊ त। चाहिएन जहिले पनि। हैन हेर नि त भाउ खोज्छ। चाहिँ के नगर्नु? हैन के सर, पहिला पुरा कुरा सुन्न यार। ल यसको ब्रेक कहिले? हेर, प्रिन्सिपल सरले नि यो स्वर्ण जयन्ती कार्यक्रमको डिजाइन गर्ने जिम्मा पुरा हाम्रो ग्रुपलाई दिनुभएको छ। ओके, त्यसो भए त प्रिन्सिपल सरलाई भेटेर आइज, म केटाहरूलाई क्यान्टिनमा ल त जाँदै गर, म आउँछु अहिले। ओहो ओए, को मसँग जिस्कने? यिनीहरूको चर्ती कला चाहिँ आपत्तिजनक भयो भने मजा आउँछ। ओ तिमी ला, म त को मसँग जिस्किने भनेर म त तिमीले मलाई जानी जानी हिर्काको, मलाई थाहा छ। अरे होइन बाबा, म त कोही अरू हो कि भनेर। कोही अरू पनि तिमीसँग यसरी जिस्किन्छ? को उसको नाम भन, को भन, छिटो नाम भन। केही होला होला जस्तो छ। कि तिमीले मलाई जानी जानी हिर्काको हुनुपर्छ कि अरू पनि छ तिमीसँग यसरी जिस्किने? को? कस्तो नभनेको भन न। बोल्दैन अबदेखि। यसलाई त म नि आजदेखि तिम्रो र मेरो रिलेसनशिप ब्रेक। मलाई फकन आउने हैन है, मैले भन्देको छु। त्यसो भए यिनीहरूको रिलेसन खतम, चङ्गा चेट। सरगम तिमी यार सुन न। यस म्याम। त्यो गोल्डन जुबली प्रोग्रामको के भयो? हामी प्लान गर्दैछौँ म्याम। सबै केटाहरू क्यान्टिनमा जम्मा भएको छ, अहिले म त्यहाँ जाँदैछु। अनि अरू त्यो प्रोग्रामहरूको प्रिपरेसनहरू? अस्ति वर्कसप भयो म्याम। पछि फकाउन आउँदैछ होला कि लिया मान्छु। फाइनल रिहर्सल गर्न बाँकी नै छ। ओके, रिहर्सल हुँदैछ। प्रिन्सिपल सरसँग कुरा भयो? उहाँसँग कुरा त भयो, तर डिटेलमा कुरा गर्न बाँकी छ म्याम। हे केटा हो, आज म तिमीहरूलाई सुनाउँछु हट ब्रेकिङ न्युज। गिभ मी 5। लाइभ हेरेर आउँदैछु हट ब्रेकिङ। के हो भन्ने? आलाप र सरगमको सम्बन्ध चेट, त्यो पनि सदाको लागि। अब चाहिँ केही होला जस्तो छ। यो त हरेक घन्टाको ब्रेकिङ न्युज हो नि। फेरि अर्को घन्टामा हेर न न्युज के आउँछ। यो त चेन्ज भइरहेको छ नि। तर अनि हामीलाई चाहिँ यहाँ राखेर आलाप चाहिँ गयो कहाँ? अब फाल हानेर मर्न गयो होला नि। ओए चुप। के भने त्यस्तो? अब ब्रेक भएपछि त्यस्तै त हो नि, सबैले सुसाइड गर्छन्। विचार गरेर बोले। मैले त अब सरगमलाई भेट्न जानु छ कि, बिचरा रोइरहेकी छ। भेट्न त पर्यो नि, फकाउनु परेन। ओ माय गॉड, आज पनि दरै भेट्ने भयो यसले। सरगम तिमी रोए कि? नरौ सरगम, म तिम्रो आँखामा आँसु देख्न नसकेर यहाँ आएको नि। खोइ आँसु, यो आँखामा आँसु छ? तर दुखी त छौ नि, तिमीलाई दुखी देख्नु नसकेर यहाँ आएको। हेर, म तिम्रो लागि जे पनि गर्न सक्छु। ए हो? त्यसो भए एउटा घोच्ने चिज ल्याइदेऊ त, तीखो घोच्ने चिज। जाब घोच्ने कुरो भइहाल्छ नि। ओ माय गॉड, अरे के? ओ माय गॉड, मलाई झापु, सिनियर स्टुडेन्टलाई झापु। तिमीहरू कुनी हेरको? तिमीहरू कुनी हेरको? सरी खासमा यिनीहरूले तपाईँलाई यो कलेजको सिनियर स्टुडेन्ट, ह्यान्डसम स्टुडेन्ट भनेर प्रेमले टच गरेको। ए हो? किन चुप लागेको? हो हो, अरूले हो भन्दा त यसो गर्छ, तिमी यसो गर्छौ? होइन, उसको अलिक डिफ्रेन्ट स्टाइल छ सर। सर? मलाई सर बुढो देखिस्? ए त्यसो भए भाइ। भाइ? यो कट्टु लाउँदैमा मलाई यत्रो देखिस्? ए त्यसो भए दाइ? त्योसम्म ठिक छ, दाइसम्म ठिक छ। के रे? दाइ। ओ माय गॉड, मैले त एउटा कुरा बिर्सिहालेछ नि। खासमा कुरो के भने नि, मलाई सरगमले पर्खिबसेको छ कि।
यसलाई चाहिँ सरगमले कहिलेदेखि पर्खिन थालेछ को यो कार्टुन कार्टुन नभन् के मार्ला यसले यो वर्ष 15औं वर्ष भइसक्यो यहाँ पढेको 15 वर्ष के हो कार्टुनको नाम चाहिँ फेरि यसले कार्टुन भन्छ यार यसको नाम सूर्यनारायण हो तर अलिक बेसुरा छ के इल्यु यसले हुन्छ खोज्छ यसले ट्राई गरी हेर न आइया अनि के गरेको ट्राई गरेको साँच्चीकै ट्राई गरेकै हो त दुख्छ यसले तिखो रहेछ तिखो रहेछ झन्डै पाल परेको के पर्यो त्यसो भए ठिक छ यता पर्यो कि उता पर्यो कि खै कता पर्यो झन्डै पाल यति गर्दा झन्डै प्रोग्राम सकिन्छ के भयो केही पनि होइन म्याम हाम्रो यो प्रोग्राममा यसरी इन्ट्री गर्छ केही बोल्छ अनि जान्छ यति नै हो म्याम ओके घोच्यौ दुख्यो दुखाकै हो यति लाग्नुले पनि घोच्छ त लटी मैले फकाउनु किन नआएको लभ आयो नि त तिमीलाई फकाउनु नबोला अब नबोलिकन कसरी थाहा छैन फकाउनु यहाँ हेर त या के गरेको बादर जस्तो फकाएको कस्तो जोडले घोचेको अहिलेसम्म दुखिरहेछ अनि किन त अरूसँग तिमी जोसँग पनि जेलो सुने काम नगर ल म हुन्छु आई लभ यु डल्ली तर मेरो लभ त कहाँ यो बुझ्यो आलाप किन मर्दैन यो बोयको जिन्दगीमा यो गर्ल किन आउँदैन गर्ल चाहिँ होइन हामी आयो ओए हेरिस यो चाहिँ ब्रेकिङ न्युज अर्को घन्टाको लेटेस्ट ओए आलाप यार यहाँ पो हामीले वहाँ क्यान्टिनमा थुपारेर त चाहिँ यहाँ रोमान्स गरेर बसिरहेको छ के को रोमान्स नि यार यहाँ फिल्मले घोचेर धन्नै पल पर्यो नि यहाँ सरगमको स्टाइल हो ल ल हिँडौँ जाउँ। भयो भयो अब। ल हिँड केटा अब क्यान्टिनमा यो केटीले मेरो भुँडी धन्ने पाल पारिदिएको आलापको त्यो झन्डै होइन यो केटीले त संसारै चाल्ने पार्दै हिँड्छ है क्या हो खै मेरो हेयरपिन हेडपेन ए यही हो अपुई बिगार्दैछ आया! भनेपछि अहिले पनि मायाले त होला नि होइन होला 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 तर कहिलेकाहीँ त्यो मायामा हातै आउनुपर्छ भन्ने केही थिएन ओट आए पनि म रिसाउने थिएन क्या अरे